जस्तै माया चाहिन्छ जस्तै माया चाहिन्छ आफ्नो आइडलमा भन्नु यो हाम्रो केराटीहरूको ग्याङ जति गाडीमा मस्ती भएको थियो अब यहाँ निस्किन्छ हाम्रो भुराबारीहरू गाउँ काट्दै ल फाइनली हाम्रो चाहिँ यहाँ चौमलाको गाउँ काटेर सकियो हेलो गाइस सबैलाई नमस्कार अनि स्वागत छ मेरो ब्लगमा आज मेरो फर्स्ट ब्लग आज हामी जाँदैछौँ गाउँ काट्न त्यसमा जाँदाखेरि हाम्रो भएको रमाइलो हेर्नु होला कस्तो लाग्छ आज दिनभरि के हुन्छ म तेरे कारण बन्धनमा थिएँ म अब फेरिमा यो कारण मसँग नोटको धाग्न लगा मसित बाबे वाह पानको मसला हेर्नु गाइस हाम्रो गाउँमा 101 सिंगर छन् जस्तै माया चाहिन्छ जस्तै माया चाहिन्छ
मेरो लाउने बानी छैन। हामी चौमला पुगिसकेका छौँ किचनमा घुङ्गरकै नीचे छुपा के ओइ तेरे लिए तुझे नजर सुझा के ओइ हम तुमको सागी में खाई कोई बुझाता हूँ मैं कहाँ तो तुम्हारे किसके लिए जाई आके बताना मुझे यहाँ उले बिकर आजा इधर मेरी क्या चक्कर तान्दिनु भयो क्या हामी आफ्नो आइडलमा भन्नु आजको आइडल सब लाग्यो आफ्नो ड्युटीमा। फाइनली हामी खेतमा पुगियो हाम्रो ग्याङहरू। हेलो गाइस, म चाहिँ यो झिल्ली यो टोटावाली च्यानलमा हजुरलाई स्वागत छ। यो भिडियोमा लाइक कमेन्ट शेयर गरिदिनु सब्स्क्राइब गरिदिनु होला, हामीलाई धेरै माया गरिदिनु होला। हेलो गाइज, नमस्ते। हामी चाहिँ यहाँ चौमला पुगिसकेका छौँ। अब चाहिँ हामीहरूले चाहिँ यत्रो गहुँ काट्नु छ होइन, यस्तो बनाउन यस्तो। अब गाइज जति गाडीमा मस्ती भएको थियो अब यहाँ निस्किन्छ। हाम्रो मामा ह्यान्डसम। हेलो गाइज, फाइनली हामी गडामा पुगियो। अब हाम्रा ग्याङहरू गाउँ काट्न रेडी हुँदैछन्। अब चाहिँ हामीहरूले यति धेरै यहाँ गाउँ काट्नु छ। यो पुरै हाम्रो गाउँ हो। यो चाहिँ बिसु, पप्पी, चक्रे, हरिकला, काली, मम्मी, पूजा, दिपिका, पातुरी यहाँ पुगिसक्यो। यिनी चाहिँ हाम्रा भन्ट्याङ भन्टिङ यिनीहरू। हामी चाहिँ यस्तो छौँ यहाँ चौमलाको भ्यू। हाम्रो ग्याङले काट्नेवाला गाउँ यही हो। फाइनली ड्युटी स्टार्ट। हाम्रो भुराबारीहरू गाउँ काट्दै। गाइस आउनु गौ काट्न। तितो छ काँक्रा, भयङ्कर छ। यो चाहिँ हाम्रो ब्रेक टाइम एउटै हो। अहिले तितो त खानु नि पर्दैन। अरे खाउनु मलाई बिसो बनायो ब्रेक टाइम। ब्रेक टाइम चाहिँ हाम्रो अहिलेको ब्रेक टाइम हो। यहाँ काट्नु म रोटी खाने एउटा। फाइनली आज चाहिँ हाम्रो चौमलाको गाउँ काटेर सकिन लाग्छ। यति छ, बाँकी यति छ। यति धेरै यहाँ ल हाम्रो चाहिँ यहाँ चौमलाको गाउँ काटेर सकियो। बिहान 6 बजे आएर हामी 7 बजे पुग्यो यहाँ चौमला। सकिसक्यो। यहाँ गाउँको चाहिँ यहाँ यस्तो बिजोग छ हाम्रो। यहाँ देख्न सक्नुहुन्छ। यहाँ मुसाला खाएर चरा चुरुङ्गीले बनेलले ऊ मान्छे पसिना कसरी पुसिरहेछन्। ऊ मान्छेले कसैले मास्क खोले। यहाँ कोही छन्, ऊ त्यहाँ छोरी छ, यता बहिनी छ, यता मम्मी चाहिँ हाम्रो यहाँ बार हाल्दै हुनुहुन्छ गाईलाई। गाई आउँछन् नि त, थरुवा गाई। यहाँ चाहिँ हाम्रो मम्मी, यहाँ चाहिँ यहाँ मम्मी यसरी बस्नु भएको छ। यहाँ सकाएर यस्तो छ गाउँ चाहिँ हाम्रो यस्तो छ। यहाँ बिना बालाको देख्न सक्नुहुन्छ। यस्तो छ हेर्नुहोस् ल। फाइनली हाम्रो चाहिँ चौमलाको गाउँ काटेर सकिसक्यो। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो, यहाँ देख्न सक्नुहुन्छ। यस्तो छ हाम्रो खेत। यहाँ चाहिँ यहाँ कोही बसेछन् यसरी। यहाँ यस्तो छ बिजोग यहाँ गाउँ काटेर। हेर्नु यहाँ पुरै गाउँ काटेर सकिसक्यो। अब फाइनली अब हामी चाहिँ नास्ता खाएको भलक देखाउँछु ल हजुरलाई। फाइनली गाउँ काटेर सकिसक्यो। फाइनली गाउँ काटेर सकिएर हामी चाहिँ यहाँ खाना खाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ।
विसुले गौडा तान्ने अरे विसु फाइनली हामी चाहिँ चौमलाको गाउँ काटेर फिनिस भएर घर जाँदैछौँ। यहाँ चाहिँ यति राम्रो ठाउँ छ, यहाँ हेर्नु सेम पहाड जस्तै छ, घर पनि यति राम्रो राम्रो छ यहाँ। अनि त्यसपछि अब हाम्रो चाहिँ अगाडि गाडी आइरहेछ, अब हामी गाडीमा जाने हो। खाजा खाएर सबै काम सकाएर अब अगाडि हाम्रो गाडी आइरहेछ। यहाँ यति दामी ठाउँ छ यो चौमला मलाई बेस्ट लाग्यो, हेर्नु सक्नुहुन्छ। यस्तो पहाड पनि नै, अब बेस्ट पनि भन्दैन दामी हैन। छ गाइस। उतातिरको भ्यू झन् खतरा छ, देखाउँदै विसु। अब के भन्नु दिदीलाई कस्तो अनुभव भयो गोकर्ण? फाइनली गाउँ काटेर कस्तो अनुभव भयो? कस्तो दिवसेनमा ओ मोटे तरकारी गाउँ काटेर कस्तो भयो? कस्तो फिल भइरह बहिनी? ओ कस्तो भइरह? मजा आइरह? हान्ने कसलाई? मलाई हान्ने? सिङ्गल भिड्ने? मसँग सिङ्गल भिड्ने? के भयो, तिमी पनि भाग्ने? फाल्दिम तिमीलाई फाल्दिम। लाग्थ्यो दिदी
कहिले बेइज्जती गरेर ज्योति मगरको गाना ल है ल